लसो फ्याफुल्ला दर्शन नमस्ते झोर लेटेस्ट डेली सबैजनालाई म सञ्जय लमथमाङ तपाईँहरू माझमा आज एउटा नयाँ भिडियो ल्याएर आएको छु। मैले हालसालै एउटा सोसियल मिडियामा चाहिँ मैले एउटा न्युज देखेँ कि वान अफ दि पपुलर क्याफे इन नेपालगञ्जमा चाहिँ एउटा कस्टमरले चाहिँ उहाँले चाहिँ आफ्नो फुड अर्डर गर्नुभएको रहेछ। त्यो फुडमा चाहिँ किरा भेटेको रहेछ र कस्टमरले आई वान्ट टु सी द किचन भनेर चाहिँ कस्तो खालको किचनमा चाहिँ तपाईँले प्रोडक्ट बनाउनुहुन्छ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभएको रहेछ। तर त्यहाँका टिमहरूले चाहिँ किचनलाई लक गरेर उहाँलाई किचनभित्रै छिर्न नदिनु भएको रहेछ है। म तपाईँहरूलाई यो टपिकमा के भन्न चाहन्छु भने यो भनेको एकदमै रेयर केस हो। जुनै पनि होटल रेस्टुरेन्टमा कहिलेकाहीँ यस्तो इन्सिडेन्ट हुने गर्दछ। तर यो चाहिँ हाम्रो मिस्टेक्स हो कि आफ्नो हाउस किचनको मिस्टेक्स हो। त्यस कारणले एक्सेप्ट गर्नुपर्छ र यदि कुनै पनि कस्टमरले चाहिँ तपाईँहरूको किचन हेर्न चाहन्छु, भिजिट गर्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईँहरूको एउटा क्राइटेरिया चाहिँ हुनपर्छ त्यो किचनमा कसरी इन्टर गराउने भन्ने। तर कस्टमरको हक र अधिकार हो उहाँ गएर कस्तो किचनमा चाहिँ कस्तो मेरो खाना बनाउने ठाउँ चाहिँ कस्तो रहेछ त भनेर चाहिँ उहाँले हेर्न पाउने अधिकार चाहिँ उहाँको चाहिँ कस्टमरको चाहिँ राइट्स हो है। त्यस कारणले गर्दाखेरि फर्स्ट अफ अल त म तपाईँहरूलाई के भन्न चाहन्छु भने आफ्नो रेस्टुरेन्टको होटलको किचन बनाउनुभन्दा अगाडि नै तपाईँले प्री प्लान गर्नुहोस् र कि कसरी चाहिँ मेरो किचनलाई चाहिँ एकदमै सेफ्टी किचन बनाउन सकिन्छ र हार्मफुल नहुने र मैले प्रड्युस गरेको फुडहरू चाहिँ एकदमै सेफ र कस्टमरले कन्ज्युम गर्दा उहाँ एकदमै सुरक्षित र ढुक्कका साथमा कन्ज्युम गर्न सक्नुहुन्छ भनेर चाहिँ प्री प्लान गरेर तपाईँहरूले चाहिँ त्यस्तो गाइडलाइन मापदण्डहरू फलो गरेर आफ्नो किचनलाई स्ट्रक्चर बिल्ड गरेर चाहिँ बनाउनु होला। र कुनै पनि बेला यस्तो इन्सिडेन्ट भएको बेला चाहिँ त्यो कस्टमरको चाहिँ राइट्स हो कि उहाँ गएर चाहिँ हेर्न पाउनुहुनेछ, किनकि उहाँको स्वास्थ्यको कुरा छ, हेल्थको कुरा छ। कसैको स्वास्थ्यमा चाहिँ कसैले खेल्ने अधिकार छैन, त्यस कारणले गर्दाखेरि उहाँको राइट्स हो। सबैजनाले मिस्टेकबाट चाहिँ लर्निङ गर्ने हो। एकपल्ट ह्यापेन भएपछि नेक्स्ट टाइम सुड बी नट रिपिट होइन, रिपिट हुन भएन। त्यो कारणले गर्दाखेरि चाहिँ नेक्स्ट टाइम चाहिँ हामीले यो पार्टबाट सिकेर सुधार्नु होला। थ्याङ्क यू भेरी मच सबैजनालाई। लभ यु अल। चाओ।